हेलो नमस्ते सत श्री अकाल सलाम वालेकुम। आज म चाहिँ मेरो छुट्टीको दिन हो। आज चाहिँ मैले दिदीबहिनीहरूलाई घरमा खाना खाना बोलाइरहेको छु यो चाडमा। र अहिले चाहिँ म बस कुर्दै गरेको अवस्था। अनि बस कुरेर मेरो बस आएपछि अनि म बजार गर्न यहाँ ट्रली लिएर रेडी छु। मर्निङ गाइस फाइनली म चाहिँ इमलङ लम्पिङको मार्केटमा आएको छु। अहिले म तपाईँहरूलाई यहाँको हल्का के अरे बजार मन्डी जस्तो हाम्रो यहाँ तरकारीहरू दिने ठाउँहरूको म तपाईँलाई हल्का झलक देखाउने छु। हेलो गाइस हेर्न सक्नुहुन्छ यो चाहिँ मार्केट हो होइन। यहाँ चाहिँ अब तरकारीहरू पाइन्छ, साग सब्जी, यता फ्रुट्सहरू हेर्न सक्नुहुन्छ। फ्रुट्सहरू सबै वाटरमेलनहरू आइरहेछ अहिले, सबै किवीहरू। और यहाँ चाहिँ पोर्कको फ्रेस मिट पाइन्छ। तपाईँ हेर्न सक्नुहुन्छ मान्छेको भिड तरकारी लिनलाई। अब म पनि यहाँ गएर तरकारी लिन्छु। हेलो गाइस, अब म चाहिँ यहाँ हल्का प्याज टमाटरहरू लिनलाई भित्र छिरे। हेर्न सक्नुहुन्छ आजको भेजिटेबलहरू। आम्बो कत्रो आलु हो। तरकारी लिइसकेँ हल्का फुल्का गाइस। अब गाइस यो चाहिँ लम्पिङतिरको यो होलसेल तरकारी बजार हो। यहाँ चाहिँ तपाईँ आउन सक्नुहुन्छ, एकदम रिजनेबल प्राइसमा पाउँछ। यहाँ आज म चाहिँ यहाँ लोकल भाले पोथी लिन आएको छु। यहाँ मेरो चेचे हो। यहाँ हेर्नु के पाउँछ, कालिजहरू पाउँछ, यी भालेहरू पाउँछ। यहाँ आउनु है, कम्ती सोप। ओके एभ्रिवान, पान लितवा। ओके गाइज, यो चाहिँ भालेहरू छ। यहाँ आज दिदीहरूलाई चेलीबेटीहरूलाई लोकल खुलाइदिउँ भनेर आएको। हाम्रो लोसाई हो साउजी। यहाँ आओ दोकान सबैजना यहाँ आउनुहोस् है, एकदम रिजनेबल प्राइसमा दिन्छ। यहाँ चाहिँ हाम्रो यो ग्याङ्गर इमिग्रेसनको तल हो। यो चाहिँ म सधैँ यहीँबाट लैरहन्छु। गाइस यहाँ भाले भाँसेको है, त्यो नेपालको याद आयो। हेर्नुहोस् त तरकारी बजारहरू। ओ माई गड, हेर्नुहोस् यहाँ सी फुड, हङकङको सी फुडहरू, लबस्टरहरू रहेछ। गाइस हेर्नुहोस् त हङकङको सी फुडहरू, क्र्याबहरू। ओ माई गडनेस, दामी रहेछ नि त हौ। माछा, रौ माछाहरू रहेछ, स्नेलहरू। मलाई चाहिँ साह्रो मनपर्छ यो सिपीहरू। मेरो स्टिम फिस यो चाहिँ कति रहेछ, 110 oysters, aichi fish। दामी रहेछ सबै यो चाहिँ माछाकोहरू। गाइस हल्का बादामहरू लिन आएको थिएँ आज यहाँ म, डिफ्रेन्ट प्राइसमा। यहाँ गुम्बाहरू सबै चिजहरू पाइन्छ अचल्दै यहाँ पनि। गाइस मैले लिएँ। हेलो नमस्ते। आज चाहिँ मैले आज दिदीहरूलाई माघे सङ्क्रान्तिमा खाना बोलाएको छु होइन। यो मेरो आलु कटिङ भइसकेको छ, आलुदमको लागि रेडी गरिसकेको छु। यो टमेटोहरू,
र चाहिँ मैले चाहिँ प्राउन जिरा प्राउन अस्तिको जस्तो बनाउनलाई लिएर आइसकेको छु। अब तपाईँहरूलाई यो विषयमा मैले तपाईँहरूलाई भन्छु कसरी बनाउने भनेर। जिरा प्राउनको लागि चाहिँ मैले तातो पानी तताउन लागेको छु। अब मैले यसलाई कटिङ गरेर खराइदिन्छु। हेलो गाइज, अघिको मैले प्राउनलाई चाहिँ अहिले तपाईँको उसमा तातो पानीमा हालेर हल्का त्यसलाई गरेँ, बोइल गरेँ। अब मैले यसलाई हल्का तातो पानी फालेर पानीलाई चाहिँ तर्न दिनुपर्छ हामीले। प्राउन इज गोइङ टु बी रेडी। गाइज, अहिले मैले यो तपाईँको बुर्नाई माछा हल्का पखाल्दैछु धुलोहरू जाओस् भनेर। गाइज, मैले यहाँ तेल खर्रा छु यो माछालाई हल्का फ्राई गर्नलाई। गाइस, मैले यो चाहिँ आलुदमको लागि है रेडी गरिरहेछु। गाइस, हल्का रह्यो। अब यो कालो जिरा हाल्दैछु। यसलाई चाहिँ अलिअलि हल्का ब्राउन, अलिअलि ब्राउन टाइपले बनाउने। धेरै ब्राउन गर्दैन, अलिअलि ब्राउन। मेरो मम्मीको स्टाइल हो। हल्का मसला हालेर टमेटो, ओठै रसाउने आलुदम हेरेर ओठै रसाउने, धड्के नजर घायल बनाउने। र अघिको यो बुर्नाईको माछा चाहिँ मैले यसमा यसरी छर्दै है माथिबाट यसलाई हल्का चलाइदिन्छु। रेडी गरेको मेरो आलुलाई मैले यसबाट आलुमा माथिबाट आलु हालिदिएँ। काटेको धनिया चाहिँ मैले हल्का यसलाई माथिबाट यसरी हल्का टेकेको आलुदम चाहिँ रेडी भयो। धन्यवाद। हेलो, अब फेरि मैले चाहिँ मेरो जिरा प्राउन पकाउँदैछु। मैले प्याजहरू काटिसकेँ गाइस, तेल एड गर्दैछु। हेलो गाइस, अब चाहिँ मैले यो मेरो यो प्राउन पकाउन लाग्छु होइन, जिरा प्राउन। तेल खरिसकेछ। ल, मैले जिरा पड्काइसकेँ होइन गाइस। अब त्यसपछि मैले हल्का प्याजहरू हालिदिएँ यसमा। प्याज हालेर हल्का यसलाई मैले चलाएँ।
हल्का मसलाहरू हालेर मैले यसलाई भुट्दैछु। मैले प्राउनहरू हाल्दिएँ। यो प्राउनलाई मैले चलाइदिन्छु यसरी। गाइस यो तपाईको जिरा प्राउन अब रेडी भयो। हेलो, अब चाहिँ मेरो नेक्स्ट आइटम छ लोकल चिकन। अब मैले रेडी गरिसकेको छु लोकल चिकन। यहाँ सबै रेडी गरेर राखेको छु। अब मैले चाहिँ लोकल चिकन बनाउनलाई तयार गर्दैछु। हेलो, मैले मेथी, जिरा, ज्वानो हल्का हालेँ होइन गाइस। अब गाइस हल्का यो ब्राउन भयो। अब यसमा मैले चाहिँ यो मासु हालिदिएँ। अब यसमा मासु हालिदिएँ मैले। हेलो गाइस, मासुलाई अब हल्का चलाइदिन्छु। गाइस मैले जिरा मसला बेसार हालेर हल्का चलाउँदैछु। गाइस मैले यो चाहिँ लसुन र अदुवाको पेस्ट हालेँ। अब मैले यसलाई चलाउन गइरहेछु मजाले। गाइस हल्का भुटुवा निकालेँ यहाँ चाहिँ। अब यहाँ चाहिँ मैले चट्ट झोल बनाएको छु ग्रेभी। गाइस मैले अलरेडी यो चिकन विङ्सहरू यहाँ रिब्सहरू सबै म्यारिनेट गरेर राखिसकेको छु। गाइस मैले अब यसमा चिकन विङ्सहरू राखेँ। अब मैले यसलाई ग्रिल गर्न लाग्छु। ओके, आज मेरो यहाँ छोरा आएको थियो यहाँ नेपालबाट यहाँ पढ्नुको लागि। आज उसलाई लिएर जाँदैछु घरतिर, सो घरतिर देखाउनलाई। पछि यता घरमा आएर बसोस्, अब बोर हुन्छ बिचरा। मेरो छोरा हो ऊ चाहिँ है। ल आयो, खुसी लाग्यो, भेट भयो हामीलाई। ल ल हेलो गाइज, अहिले हामी चाहिँ घर जाँदै गरेको अवस्था हो मेरो छोरासँग। अब हामी जाँदैछौँ ट्रेन लिएर घरतिर। ल ल ए ल ल ल ल आइपुग्यो है यिनीहरू त। ल ल ल ल वेलकम 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 गाइज, सबै आइपुगे। अनि नानीहरू खै केटाकेटीहरू? ए भगवान् आइपुग्यो, वेलकम वेलकम। ए वेलकम वेलकम वेलकम। बल्ल ठुलो ल्याइदिएको है। टेम्परेचर सेम्परेचर सबै छ। यो हो मलाई गीताले। ओ माई गॉड, ल गीताजी, ल हाम्रो गीताजीलाई धेरै धेरै धन्यवाद। लन्डनबाट मलाई चस्मा पठाइदिए रहेछ। ल धेरै खुसी लाग्यो है। ओ माई गॉड, ओ माई गॉड, आफू जस्तै। ये भगवान सेम लाइक गीताजी तपाईँ जस्तै रहेछ नि त, प्राडा। ओ माई गॉड, अब लन्डन आयो त दुईजनाले एउटै चस्मा लगाएर जीने के है 4 दिन गर्नुपर्छ है। ओ ओ ओ बाकी है बेकार दिन। ओ ओ ओ ओ ओ जीने के है 4 दिन। यसरी के ओ ओ ओ ओ ओ बाकी है बेकार दिन। ओ ओ ओ ओ जाए 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 एक बार तो जाए दुनिया खेल्ने पाए गर्नुपर्छ है। ल ल ल ल। What is your name? My name is Shiva. Where are we today? We are at our house. Your house? Yeah. Why? Do you know why? I don't know. आज सबै मेरो चेलीबेटीहरूलाई बोलाएको होइन। यो चाहिँ मेरो फर्स्ट स्टार्टर्स हो, यहाँ चट्ट बनाएर लिएर आएको छु होइन। ल मेरो प्यारो प्यारो मेरो साथीभाइ इष्टमित्रहरू सबै देश विदेशमा छरेर बस्नु भएकोलाई सबैलाई ल माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना। के सावन ल सरी माघे भन्न आयो। सावन के हो सङ्क्रान्ति? साउन सङ्क्रान्तिको है
ल हामी त आज सुरु गऱ्यौँ साथीहरू है यस्तै हो Back to kitchen. आज चाहिँ यो सबै मामाले गर्नुभयो? बनाउनु भएको यो चाहिँ लोकल चिकनको यो भुटुवा होइन मामाको स्टाइलमा अनि यो तपाईँको यो चाहिँ जिरा प्रान बनाए मामाले Famous. यो चाहिँ अचार चाहिँ हाम्रो बहिनीले बनाएको यो सब म्याग्नेट गरेर यो सबै यो चाहिँ Marinate त्यो गरेर सबै यो चाहिँ हाम्रो मामाजीले अनि यो आलुदम पनि मामाले अनि अर्को पनि आउँदैछ कता गयो यो चाहिँ एकदम फेमस छ आलुदम भनेर खै, सुनेको आलुदम, मैले आलुदम। मामा। हाँ? यो चाहिँ एकदम फेमस छ भनेर फेमस छ सुनेको ए ल बाबु ल रेसिपी चाहियो अरे। थ्याङ्क यू ए चम्चा लिएर आउँछौ हाम्रो शिवानीले लिएर आउँछु शिवानीले आउँछ त्यस्तो त्यस्तो पाइँदैन मैले कसरी भने खानेलाई मात्रै हेर्ने भनेर ल सँगरा आज हाम्रो प्लेट एपेटाइजर नेपाली एपेटाइजर बाबु आइपुग्यो घरमा ल बिचारा ल खै दाइलाई खै थ्याङ्क यू भन दाइलाई नमस्ते गरिदेऊ दाइलाई ल ल बाबु आइपुगे भर्खरै उतै बस्यो हुन्छ निकाल्छु ल बस बाबु खाना ल्याइदेऊ हालिदेऊ बिचार कति राम्रो देखेछ के राम्रो देखेछ भन हेलो ल भेनाजु पनि आइपुग्नु भयो अहिले हाम्रो उसमा ल है मधु सर यो तपाईँले सिकाउनु भएको यो पापड नि एकदम कायदा लाग्छ है त्यो माथिबाट तेल लगाउने धेरै धेरै धन्यवाद मेरो मधु सरलाई ल मधु सर चेस हामी बियर लिँदैछौँ त धेरै उ छ यहाँ तपाईँको नेपालकै दरबार खाँदै हुनुहुन्छ हाम्रो भेनाले चाहिँ नेपाललाई सम्झेर हाम्रो उहाँलाई अब ब्ल्याक लेबल कोडिदिउँ भनेको उहाँ मान्नै हुन्न हाम्रो भेना चाहिँ होइन नाइ म नेपाल ब्रान्डै खान्छु भन्नुहुन्छ मेरो भेनाले चाहिँ जे भए पनि म नेपाली हो म नेपाल ब्रान्डै खान्छु भनेर भेनाले चाहिँ दरबार खाँदै हुनुहुन्छ होइन गाइस अब यस्तै हो होइन यस्तै हो होइन ल ल अनि बुढीहरू के छ हाल खबर म भर्खरै कामबाट आएँ ए आज फर्स्ट डे है कामको फर्स्ट डे हैन ल ल ल नानी पनि ल ल मजाले ल है ए सावन मे भन्ने गीत लाउनु पर्छ त्यसो भए ल ल ल मजाले लिँदै गर्नुहोस् है मेरो चाहिँ धेरै चुडा थियो नि के भयो चुडा फाल्दियो हाल्दै सबले जमानामा त्यो सुनको जस्तो चुडा सुचो है अब हामी साउन सङ्क्रान्तिमा सबैले रमाइलो गर्दैछौँ यहाँ को विशाल दाइलाई बोलाउने यो तर अर्को प्रोग्राममा यो प्रोग्राममा होइन ल खाँदैछौँ ल सबैलाई चेस ल बाबु ल चेस ल सबै चेस मेना चेस दसैँमा त महिनामा जान्छु ल चेस ल ल सबैजना आए ल राम्रो भयो ल जाऊ है ल राम्ररी ल ल ल ल ढोका सोका खोल राम्ररी ल ल रमाइलो भयो सीमा ल ल ल ल यहाँ ल बाई सबैजना छन् ल ल ल ल त ढोका जानेन बाबु बाई 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 ल ल ल ल आँसीको सुति के हो नानी हो त्यो सुति के भयो साइकल भोलि टुमरो गो टु स्लिप ल भेना राम्रो जानु ल ल बाई बाई गुड नाइट गर पूजालाई गुड नाइट भन्छ नक्कली अझ के भयो के हालेन सबै ल जाऊ है ल राम्ररी ल ल बाई बाई ल ल ल ल ल बाई बाई ल ल राम्री जाऊ ल ल ल ल यता हेर स्मृति ल ल बाई बाई